सम्पूर्णमा नमस्कार। म अजय खड्का। यति बेला हामी कान्छी आमासित छौँ। देख्न सक्छौँ यहाँ साइडमा कान्छी आमा हुनुहुन्छ। उहाँले चाहिँ तपाईँहरूको माझमा एउटा एकदमै लोप हुन लागेको सिलक भन्दै हुनुहुन्छ। कृपया ध्यान दिएर सुन्नु होला है त। ल भन्नु त आमा। ए कान्छी प्यारी एक बिन्ती देऊ न, तिम्री छोरी मलाई बिहा गर्न ल्याउ न। तिमी रहेछ बुढा मेरी छोरी केटी, बिहा गर्न आउँदा कति ल्याउला बेटी। 100 गहना गोजाभरि लिम्ला, तिम्री छोरी दिए 100 वर्ष जिम्ला। कलिकालो देश ध्यारो मर्म नजान्ने कोही, जसका लागि प्राण त्यागी सौठी बैरी भई। कच्चा सुपारी कचमाच हो है, पक्का सुपारी मुखलाल। कच्चा मानिसको सङ्गत गरी दिन दिन आयो अबगाल। एकदमै राम्रो हो। निकै राम्रो भन्नु नै छ त आमा। बिहान उठी बदरी जाने बेलुका काशीमा, भजन गर्ने ठाकुर पुरी शुक्ल दरिका। मत गर्नु मनसाई पृथ्वी तहरी साई, रिस गर्नु भाषणसित दुई फेर। ए हस्ता बुढो बाँदर जस्ता झेलमा बस्ता, पन्न जान्छु आमा बर्मा काशी। खर्चाल दिनु सामा बालो मासी, ढोग दिन्छु आमा शिर राखी। आसी दिनु सामा मन राखी। काशी जाने बाटामा अति ठन्ना पानी, सत्तधाई बसे है मेरी रानी। सत्तधाई बसँदा कसो होला, जान्छु मेरा स्वामी जसो होला। जसो होला भनेर अघि लाएँ, बुद्धि बलले पुगेन दुःख पाएँ। ओहो निकै राम्रो रहेछ त।